को समय हो। ठ्याक्कै यो जुन ब्याकग्राउन्डमा तपाईहरु देखिराख्नु भएको छ यो चाहिँ बीपी चोक हो। यो बीपी चोक हो रातिको है। बीपी चोक हामी अहिले चाहिँ अब बीपी चोकबाट हामी सिधै कुन चोक अनि सर यो ईदगाह रोड लागेछौँ। अब हामी अगाडि यही बाटो हुँदै रानीतला हुँदै घर निस्किन्छ कोठातिर। अब अलिकति अगाडि छ त्रिभुवन चोक। यो ईदगाह रोड पुगेर हामी त्रिभुवन चोक पुग्छौँ, जहाँ ठुला ठुला नेताहरू आएर सधैँ भाषण गर्ने गर्छन्। नेताहरूको भाषण गर्ने स्थल। अनि सरलाई अलिकति मिले छैन बोल्नलाई, किनभने उहाँ ड्राइभिङ गरिराख्नु भएको छ। म चाहिँ क्यामेराम्यान। अब नेपालगञ्जको एकदम फेमस चोक हो यो त्रिभुवन चोक भनेपछि। ठुल्ठुला नेताहरू कुनै पनि कार्यक्रम गर्नु पर्यो भने नेपालगञ्जमा आएर यही ठाउँमा गर्छन्, त्रिभुवन चोकमा गर्छन्। एकछिनपछि तपाईहरु देख्न सक्नुहुन्छ। अहिले अस्ति भर्खर माधव कुमार नेपाल आएर गयो। हिजो आएको हिजो। यो अगाडि तपाईहरु देख्न सक्नुहुन्छ। यो अब हामी त्रिभुवन चोक पुग्दैछौँ है। यस्ता ललिपपहरू खाने चिजहरू छन् यहाँ। अब हामी एकछिन यहाँ रोक्छौँ। रोकेर अलिकति चाहिँ ललिपप लग्नुपर्ने छ। अनि सर जानु भित्र। यहाँ चाहिँ तपाईहरु देख्न सक्नुहुन्छ यो त्रिभुवन चोक हो। यो अब यहाँ चाहिँ अनि सर के तयार हुँदैछ? ललिपप तयार हुँदैछ। यी देख्न सक्नुहुन्छ यहाँ। पाकिरहेछ ललिपप। अब एकदमै व्यस्त रोड हो यो नेपालगञ्जको त्रिभुवन चोक।